नानु र आमा। आउनु सिकौं नेपाली वर्णमाला नानु अनि आमासँग। आउनु सिकौं क लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ। त्यसपछि अर्को दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ र अन्त्यमा दुईटा हरियो बिन्दुलाई अर्को कर्भ लाइनले जोड्नेछ। क कछुवा टर्टल। आउनु सिकौं ख लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ। त्यसपछि अर्को दुईटा हरियो बिन्दुलाई स्ल्यान्टिङ लाइनले जोड्नेछ अनि अर्को दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ र अन्त्यमा दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ। ख खरायो र्याबिट। आउनु सिकौं ग लेख्न नानु अनि आमासँग। अब नानुले यो दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ र अन्त्यमा दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ। ग गमला फ्लावर पट। आउनु सिकौं घ लेख्न नानु अनि आमासँग। अब नानुले दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ र फेरि अर्को दुईटा हरियो बिन्दुलाई अर्को कर्भ लाइनले जोड्नेछ र अन्त्यमा दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ। घ घर हाउस। आउनु सिकौं ङ लेख्न नानु अनि आमासँग। अब नानुले दुईटा हरियो बिन्दुलाई स्लिपिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई स्ट्यान्डिङ लाइनले जोड्नेछ र अर्को दुईटा हरियो बिन्दुलाई कर्भ लाइनले जोड्नेछ र फेरि अर्को दुईटा बिन्दुलाई अर्को कर्भ लाइनले जोड्नेछ अनि अर्को दुईटा हरियो बिन्दुलाई अर्को कर्भ लाइनले जोड्नेछ। अन्त्यमा अर्को बिन्दुमा थोप्लो लाउनेछ। नाकमा थोप्लो ङ।